त्यो चाहिँ त्यहाँ छ। बीचमै उठेर हिड्नु भयो यसलाई कसरी उहाँ त्यसो गर्नु हुँदैन। उहाँ के अरे केटाकेटी पारा भयो त्यो प्रधानमन्त्रीको केटाकेटी पारा भयो। निस्किहाल्नुहुन्छ उहाँ। के अरे धैर्य हुनुपर्छ। अघि पनि रिसाएर निस्किनु भयो, त्यसो गर्नु हुँदैन। मान्य सदस्य, मैले छलफल गर्दाखेरि यहाँको पार्टीबाट आउनुभएको मान्य सदस्यले त्यो स्वीकार गरेर आइसक्नु भएकोले यहाँलाई फेरि अनुरोध गर्न चाहन्छु, यहाँले आसन ग्रहण गरौँ। म प्रक्रिया पुरा हुँदै गएपछि आकस्मिक समय दिने तयारीमा छु। म आकस्मिक समय दिन्छु। माननीय सदस्य हर्कराज राई। सभामुख महोदय, मेरा केही प्रश्नहरू छन्। म आफ्नो विचार राख्नुभन्दा प्रश्न राख्न चाहन्छु। लिपुलेकमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिलकेटो नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर के अरे सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ हामीलाई। आज देश अभिभावकविहीन बन्न पुगेको छ। हजारौं लाखौं गरिब सुकुम्बासीहरूलाई बेघर बनाएर रुवाउने, आत्महत्या गर्न बाध्य बनाउने सरकार असफल भइसकेको हामीलाई महसुस भएको छ। संविधानको धारा 16 को 1 सम्मानजनक बाँच्ने अधिकार, संविधानको धारा 37 को 1 आवासको अधिकार मौलिक हक उल्लङ्घन गरेको छ यो सरकारले। संविधान मिच्ने सरकारको कुनै औचित्य हुन्छ र? गरिबका भत्किएका बस्ती अनि बिजोग गरी राखिएका होल्डिङ सेन्टर्समा प्रधानमन्त्री जानुभयो कि जानुभएको छैन? कि आफ्नै कार्यालयमा लुकी बस्नु भएको छ? हामी उत्तर चाहन्छौँ। सरकारले आफै विधि थिति मिचेर अध्यादेश ल्यायो। लोकतन्त्रको याद दिलाउनु पर्ने भयो। नागरिक सर्वोच्चतालाई संसदको सर्वोच्चताले स्थापित गर्दछ। संसद छल्नु भनेको जनमत नमान्नु हो, लोकतन्त्र नमान्नु हो। विधि र थिति बसाउन किन सकेन यो सरकारले? सरकार आफैले लोकतन्त्रलाई किन कमजोर बनाउने दिशामा गयो? सरकार चलाउनेलाई अब अङ्कगणित समेत सिकाउनु पर्ने बाध्यता आयो। सामान्य हिसाब समेत सिकाउनु पर्ने बाध्यता आयो। संवैधानिक परिषद सम्बन्धमा 6 संख्यामा 3 कसरी बहुमत भयो? चौथो वरियतालाई पहिलो देख्ने सरकारलाई 4 पहिले आउँछ कि 1 पहिले आउँछ भनेर सिकाउनु पर्ने भयो। विदेशी ऋण लिनमा विश्वकृतिमान राख्ने जस्तो देखिन्छ यो सरकारले। बिना योजना विदेशी ऋण ल्याउने सरकारले पछि आफैले व्यक्तिगत रूपमा ऋण तिर्ने हो कि आम जनताले तिर्ने हो? ऋणको प्रस्ताव संसदमा पेश गरेर घनीभूत छलफल गर्नुपर्छ कि पर्दैन? सांसदहरू मार्फत सम्पूर्ण नेपालीलाई औचित्य पुष्टि गरेर बुझाउनु पर्छ कि पर्दैन? बजेट बनाउँदा प्रतिपक्षी दलहरूसँग छलफल गर्नुपर्छ कि पर्दैन? कि एकलौटी स्वेच्छाचारी बनेर बजेट ल्याउने हो? के यो सरकार र सरकारमा बस्नेहरूको गोजीको पैसा हो यो? राज्यको ढुकुटी भए प्रतिपक्षसँग सल्लाह गरेर छलफल गरेर सबैतिरका जनताको सेवा सुविधा सम्बोधन गर्ने गरी बजेट बनाउनु पर्ने होइन र? यसपालिको बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टीको बजेट हो? यो कुराको उत्तर हामीलाई चाहिन्छ। 100 रुपियाँको सामान ल्याउँदा भान्सार तिराउने सरकारले स्वदेशी उत्पादन बढाउने नीति के कस्तो अख्तियार गरेको छ? कि जनतालाई भोकै मार्ने चाल मात्रै हो यो? रातभरि नाकाबाट लागु औषध तस्करी हुन्छ भन्ने खबर आएको छ त्यतातिर। मान्य सदस्य, समय सकिएको छ। माननीय सदस्य खुशबु ओली। सम्माननीय सभामुख महोदय, सुकुम्बासी बस्तीको व्यवस्थापन पक्कै पनि जरुरी विषय थियो, तर उक्त बस्ती तहस नहस गरेपछि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नै सरकारलाई आग्रह गर्यो, बिन्ती बिसाएर भन्यो अब डोजर रोकियोस्, अवैध संरचना बाहेक अन्य ठाउँमा अब डोजर चलाइने छैन। यो बिन्ती तब बिसाइयो जब 2 जना गरिबले आफूले दुःख गरेर बनाएको टहरा भत्किएपछि आत्महत्या गर्न विवश भएका थिए। उहाँहरूको जीवन नै समाप्त हुँदा समेत सरकारले कुनै सम्वेदना प्रकट गरेको सुनिएन, केही वक्तव्य निकालेको
पनि सुनिएन। यस घटनाबाट के बुझ्ने? यसले स्पष्ट रूपमा यो सरकार सामान्य भोइ मान्छेहरूबाट कति टाढा रहेछ भन्ने कुरा जनाउँछ कि जनाउँदैन? यहाँ त मृत्युको पनि वर्ग र जात छ, क्लास एन्ड कास्ट हुँदो रहेछ। सम्माननीय सभामुख महोदय, गरिब भुइँ मान्छेको मृत्युलाई त बेवास्ता गरिदो रहेछ। हिजोको दिनमा सत्तारूढ पार्टीका साथीहरूले भनेको सुनेका थियौँ, मानिसको जीवन प्रमुख हो, सिंहदरबार त सयौं बनाउन सकिन्छ। आज म उक्त पार्टीका साथीहरूलाई प्रश्न गर्न चाहन्छु, खोला किनारमा बस्ने गरिब मानिसको जीवन हुन्छ कि हुँदैन? हामीले भन्दै आएका थियौँ विस्थापन अगाडि उचित व्यवस्थापन गर्नुपर्छ। त्यही बेला हामीलाई आलोचित गरियो, तर सत्ता पक्षका साथीहरू आज भन्दै हुनुहुन्छ अब थप विस्थापन अगाडि नै उहाँहरूको लगत सङ्कलन गरिनुपर्छ। हामीले हिजो आलोचित हुँदै भनेका कुरा र आज उहाँहरूले भनेको कुरामा के फरक भयो त? होल्डिङ सेन्टरमा सुकुम्बासीहरूले भरेको फारममा उद्धार गरिएको जस्तो स्थान जस्ता शब्दहरू प्रयोग गरिएको छ। के उद्धार गरिएको भन्ने ठाउँमा जबरजस्ती डोजर चल्दछ? के उद्धार गरिएको भन्ने ठाउँमा घर भत्काइन्छ? रातिको समयमा 48 घण्टाको पनि समय नदिकन डोजर चलाउने निर्णयलाई उद्धार भन्न मिल्छ? काठमाडौँमा 48 घण्टामा कोठा सार्न सकिन्छ? काठमाडौँका कति घरपेटीले सुकुम्बासीलाई घर भाडामा दिन सक्छन्? सामान सहित डोजर चलाउनुलाई उद्धार भनिन्छ? यो मात्र नीतिगत त्रुटि होइन, यो मानवीय संवेदनशीलताको गम्भीर असफलता हो, जसको नैतिक जिम्मेवारी सरकार र रासोपाले लिनुपर्छ भन्ने माग गर्दछु। उद्धार भएको भए उहाँहरूको लगत सङ्कलन पहिला गरिन्थ्यो। उद्धार भएको भए उहाँहरूलाई उचित ठाउँमा लगेर पहिले व्यवस्थापन गरिन्थ्यो। उद्धार त उचित मानवीय हस्तक्षेप यानि कि गुड ह्युमन इन्टरभेन्सन मार्फत हुन्छ। मेसिनको हस्तक्षेप मसिन इन्टरभेन्सन मार्फत होइन। यहाँ त रुल अफ ल त परको कुरा भयो, रुल बाई ल पनि होइन, रुल बाई विल भइराखेको छ। म एउटा कुरामा ध्यान आकर्षण गराउन चाहन्छु, तत्कालीन अवस्थामा यो विधेयक नितान्त रूपमा आवश्यक देखिएको भए तापनि प्रक्रियागत हिसाबले हुँदा चाहिँ प्रतिनिधि सभालाई सरकारले व्यवस्था गरेको हो कि भन्ने कुरा देखिन्छ। अझ भनौँ प्रतिनिधि सभालाई छायामा पारेको हो कि भन्ने पनि भान हुन्छ। प्रतिनिधि सभा सरकारको कठपुतली होइन। तपाईहरूलाई लाग्ला यो मेरो कुरा हो, यो मेरो कुरा होइन। यही सदनमा अहिले उपस्थित भन्नुभएको माननीय मन्त्रीज्यूको कुरा हो, जुन अहिले सत्ता पक्षमा हुनुहुन्छ। आज प्रतिपक्षबाट सत्ता पक्षमा उहाँ त्यो बेल्टमा जाँदै गर्दाखेरि यो विचारमा उहाँ किन अडान लिन सकिराख्नु भएको छैन? नेपालको संविधानको धारा 114ले बाध्यात्मक अवस्थामा मात्रै अध्यादेश जारी गर्न सकिन्छ भनिरहेको छ। आज मान्यज्यूलाई म सोध्न चाहन्छु, तपाईँले गत अघिल्लो सरकारको अधिवेशनमा